मॉर्निंग मेरो बेबी 4 month कम्प्लिट भयो हैन मेरो बेबी 4 month कम्प्लिट भयो 5 month मा लाग्यो अनि सानो ओ मेरो छोरी त ठुलो भइसक्यो है ठुलो भइसक्यो छोरी त हैन मेरो छोरी त ठुलो भयो हैन सानो बाबा के गरेको मुख त्यस्तो के गरेको मुख त्यस्तो के गरेको नक्कली छोरी हो तिमी मामुको मायालु छोरी हो न मायालु छोरी हो तिमी हैन के गरेको के गरेको के गरेको के गरेको के हो यो तिम्रो तिम्रो यो कहाँ गएको उतातिर ढल्केछ त यो उता ढल्केछ त यो गाइस वेलकम टु माई युट्युब च्यानल होप हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि मेरो छोरी पनि सन्चै छ अनि आजको भिडियो चाहिँ थम्बनेल देखेर हजुरले थाहा पाउनुभयो होला गाइस आज छोरीको फोटोसुट गर्न थालेको अनि हेरौँ छोरी मान्छ कि मान्दैन फोटोसुट गर्नलाई एकदमै गाह्रो हुन्छ किनभने छोरी मान्दैन नि त फोटोसुट गर्न सानो बच्चासँग अलि गाह्रो हुन्छ त्यही भएर त हेरौँ गाइज छोरी मान्छ कि मान्दैन फोटोसुट गर्नलाई मेरो बच्चा रेडी भयो मेरो बच्चा रेडी भयो हैन मेरो बच्चा रेडी भयो खै तिमी आफै बाल काट्यौ तिमी आफै बाल काट्यौ गाइस म 5 month को भयो हैन म 5 month को भए हैन सानो अनि अब मेरो पास्ने आउँदैछ भन न अब मेरो म भात खाने हो भन म भात खाने हो गाइस अब म ठुलो भइसके भन भात खाने हो त्यो खाने हो र कङ्गी खाने हो र तिम्रो कहीँ खाने हो र दैट म मान्दैन गन्दा गन्दी ये गन्दा हो गन्दा 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 ल अब थोड़ा सा मिलाऊं न हैन ल के भयो फेरि रुन्छ के ऊ हेर न ऊ हेर न आए के हो के हो र तिमीलाई हेर्नै पर्यो तिमीलाई हेर्नै पर्छ तिमीलाई हेर्नै पर्छ सानो मम्माको मुख खाइदेऊ मम्माको मुख खाइदेऊ तिमीलाई मोबाइलमा हेर्नुपर्छ तिमीलाई मोबाइलमा हेर्नुपर्छ के न बेबी फोटोसुट गर्ने दिन हो फोटोसुट गर्ने दिन हो फोटोसुट गर्ने नदिने अनि क्यामेरामा हेर्नुपर्छ र यस्तो गरेर क्यामेरामा हेर्नुपर्छ क्यामेरामा यस्तो गरी हेर्नुपर्छ खाइदेऊ मम्माको मुख खाइदेऊ खाइदेऊ मम्माले त तिमीलाई बुबु खिलान्न गरे हैन खाइदेऊ खाऊ छोरी खाऊ खान्छ नक्कली के हेरेको मम्मा देखेछ मोबाइलमा मम्मा देखेछ हाँस्छ अझै
हेर्नु पर्यो मोबाइलमा किन हेर्नु पर्यो तिमीलाई मोबाइलमा किन हेर्नु पर्यो एउटा फोटो क्लिक गरौँ भनेको नि त 5 मन्थको फोटो क्लिक गरौँ भनेको नि त मम्माले हैन मम्माले एउटा फोटो खिच्न खोजेको नि त तिम्रो हैन मेमोरी राख्ने परेन मेमोरी राख्ने परेन तिम्रो मेमोरी राख्ने परेन मेरो छोरी 5 मन्थको भयो हैन मेरो छोरी 5 मन्थको भयो भनेर राख्नु परेन खाने हैन छोरी गाइस मेरो छोरीले पोस्दै चाहिँ वाह गाइस हामी रुममा आइसक्यौं ल अनि सानो हामी रुममा आइसक्यौं ओइ ल अब चुन गर नि त तिमीलाई चुन गराइदिन्छु नि त गाइस मेरो छोरी सुतिसक्यो दुध खाएर सुत्यो छोरी सुतेको बच्चालाई कति माया लाग्छ होला छोरी सुतिसक्यो गाइस हजुरलाई मेरो भिडियो मन परेकोमा लाइक शेयर सब्सक्राइब टु माई च्यानल अनि धेरै धेरै माया गरिदिनु होला मेरो च्यानललाई अनि हजुरहरूले हेर्नु मात्रै हुन्छ हैन यसो मेरो च्यानललाई सब्सक्राइब गरिदिनुस् हेरेर मात्रै नछोड्नुहोस् सो गाइस अब हामी अर्को भिडियोमा भेटौँला अर्को भिडियो पनि चाँडै आउनेछ मेरो भिडियो अलि डेली ब्लग त मैले हाल्नु सक्दैन किनभने टाइम नै पाउँदैन छोरीसँग छोरी यताउता गर्दै भ्याउँदैन त्यही भएर गाइस बाई